हामीले भोटको क्याल्कुलेसन गरेनौं बच्चा हुँदा उसको किताब च्यातिँदा उसको स्कुल भत्किँदा उले आत्महत्या गर्दा उ खोलामा हाम फाल्दा अब यसको मुटु चाहिँ केले बनेको छ भने कलमले। अनि मुख्य गरी म तपाईलाई एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने हामी प्रतिपक्षी आन्दोलन भएको हुनाले चाहिँ हामीले कहिलेकाहीँ पार्टीको विरुद्धमा पनि आवाज उठाउनु पर्छ। थुप्रै खालका तपाईले मेरो सामाजिक सञ्जालमा गरे हेर्नु भयो भने हामीले चाहिँ नेपालका कम्युनिस्टहरू चाहिँ कम्तीमा यो वर्गको लागि बोलेन भने चाहिँ कहिले के को लागि बोल्ने के भनेर चाहिँ हामीले बारम्बार टिप्पणीहरू पनि गरिरहेका छौँ हैन। अनि हामी आफै पनि आन्दोलनमा भौतिक हिसाबले उपस्थिति छौँ, विद्यार्थी संगठनहरू छन्, हामीहरू छौँ हैन। सबै खालले हिसाबले चाहिँ हामी प्रत्यक्ष हिसाबले सडकमै छौँ। तर हाम्रो जुन पार्टीको रवैया जसरी यो कम्युनिजम कुन होटलको सडकमा कुन माइतीघर मण्डलामा छौँ, हामी सुकुम्बासी बस्तीतिर पनि छौँ हैन। हाम्रो थुप्रै साथीहरू गइराख्नु भएको छ हैन। अब हामी चाहिँ सडकमै छौँ। यो सरकारले चाहिँ कम्तीमा व्यवस्थापन गरोस् भनेर आवाज उठाइरहेका छ। अब हामीले गर्न सक्ने चाहिँ के हो त? हामी सत्ताको मान्छे त होइन नि त। अहिले हामी सत्ताको मान्छे नै होइन र विद्यार्थी संगठनले कहिले पनि कुनै पनि सत्ताको कुनै पनि संस्थाको सेवा सुविधा लिएर काम गर्ने पनि त होइन नि त। हामीले भनेको निरन्तर हिसाबले होइन, त्यस्तो पनि होइन। उहाँ चाहिँ अब स्वतन्त्र हिसाबले गरिराख्नु भएको छ, राम्रो गरिराख्नु भएको छ। विद्यार्थी संगठनबाट ऐक्यबद्धता नै छ। हामीले उहाँहरू साथ दिइरहेकै छौँ, कहिले दिएनौँ। अनुभव गर्नु भएको छैन उहाँले साथ दिनु भएको छ। उहाँले कतिको महसुस गर्ने नगर्ने कुरा त त्यो उहाँको कुरा भयो। तपाईलाई साथ दिएछन्? उहाँहरूले कोसिस गर्नु भएको छ, तर जुन अमाउन्टमा हामीलाई जरुरत छ उहाँलाई प्लिजिङ गरेर केही हुँदैन। तपाईको चाहिँ माग पुरा हुन्छ, उहाँलाई प्लिजिङ होइन। विद्यार्थी संगठनबाट हुने सहयोग चाहिँ नभएको होइन, पार्टीगत हिसाबले उहाँले एक्सपेक्टेसन गरे अनुसार नभएको जुन अमाउन्टमा हुनु पर्थ्यो त्यो अमाउन्टमा हुन सकेको छैन।